जेनजी आन्दोलन उक्साउने बालेन, संसद विघटन गराउने बालेन, प्रधानमन्त्री बनाउने बालेन, अहिले मन्त्री कसलाई बनाउने भन्ने निर्णय पनि सायद बालेनबाटै हुन्छ। तर पर्दा पछाडि लुकेर गेम खेलिरहेका उनी पर्दामा आउने हिम्मत देखाइरहेका छैनन्। जेनजीले समय नै तोकेर फिल्डमा आउन आह्वान गरे तर उनी आएनन्। 19 जनाको बलिदानीको जगमा सरकार बन्यो, उनी नेता बने, तर तिनको अन्तिम संस्कारका क्रममा समेत बालेनको छाया पनि देखियो। फेसबुकमा स्टाटस लेख्नु बाहेक यिनको उपस्थिति घाइतेहरूलाई सान्त्वना दिने काममा समेत भएको छैन। मंगलबार पशुपति आर्यघाटमा आन्दोलनमा ज्यान गुमाएका 10 जनाको अन्त्येष्टि गरियो। ऊर्जा र शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अरियाल आर्यघाटमा देखिए। बरु जेनजी आन्दोलनको लिडर बनेका सुदन गुरुङ भावविहल देखिए। तर शहीदका आफन्तको अन्तर्नाद अघि हिम्मत दिन बालेन भेटिएनन्। उनले नै झोसेको आन्दोलनबाट जेनजी परिवारले आँसुको भेल बगाउँदा पनि बालेनको ढुङ्गाको मन पग्लिएन। सुरुमा घाइते र मृतक परिवारलाई सान्त्वना नदिई माग सम्बोधन नगरी सरकार बनाउने खेलमा लागेको भन्दै जेनजी युवाले बालुवाटारमै प्रदर्शन गरेका थिए। त्यहाँ कार्कीलाई प्रधानमन्त्री बनाउने समूहले नै प्रधानमन्त्रीको राजीनामा मागेको थियो। यिनै शहीदहरूको बलमा बालेनले अदृश्य रूपमा सत्ताको साँचो पाएका छन्। अर्थात् सारा आन्दोलनको फल उनले खाइरहेका छन्। उनलाई क्षति केही भएको छैन, बरु नेता बनेर उदाउँदैछन्। यो देशका लागि राम्रै हो। तर आँखै अगाडि हुर्कदै गरेको छोराले मृत्युवरण गर्दा मूर्छा परेकी आमाप्रति बालेनको सहानुभूति देखिएन। उपचार खर्च नपाएका घाइतेलाई भेटेर सान्त्वना दिने जागर पनि उनले देखाए। यो आन्दोलन उक्साउन उनको भूमिका छ। कम्तीमा घाइते र मृतक परिवारलाई भेट्नु उनको नैतिक दायित्व हो, किनकि यो आन्दोलन चर्काउन बालेनले समेत अनेक प्रयत्न गरेका थिए। आन्दोलनको अघिल्लो दिनदेखि उनले फेसबुक सक्रिय पारे। आफू जेनजी ग्रुपमा नपर्ने भए पनि नैतिक समर्थन जनाए। भदौ 23 गते रक्तपात मचियो। लगत्तै एमालेका बामाथि तीखो प्रहार गरे। हत्याको दोषी केपी शर्मा ओली र रमेश लेखक हुनुपर्छ, त्यसमा दुई मत नहोला। तर आन्दोलनकारी उचाल्ने पर्दा पछाडिको आयोजक पनि त्यत्तिकै जिम्मेवार हुन् कि होइनन् भन्ने प्रश्न बालेनमाथि उठ्यो। त्यसपछि बालेनलाई फिल्डमा आउन जेनजीबाटै दबाब बढिसकेको थियो। 24 गते अपराह्न 2 बजेसम्म फिल्डमा आउन समय नै दिए तर बालेन आएनन्। 2 बजेपछि नै देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार सहित प्रमुख मन्त्रालय र अदालतहरू जले। सायद बालेन आएको भए धेरै हदसम्म यो अराजकता कम हुन सक्थ्यो भन्ने धेरैको विश्वास छ। तर उनले त्यसो गरेनन्, किनकि सिंहदरबार जलोस् भन्ने कुरा बालेन 1 वर्ष पहिल्यैदेखि चाहन्थे। यो कोणबाट समेत बालेनको आलोचना भयो। उनले महानगर प्रहरीलाई आन्दोलनका क्रममा महानगरका संरचना जोगाउन होइन, आन्दोलनकारीलाई पानी बाँड्न पर्यो। अहिले पनि बालेनको मृतक र घाइते प्रति सान्त्वना छैन। यिनै गतिविधिका बीच धरानका मेयर हर्क साम्पाङले बालेनलाई लक्षित गर्दै लुकेर बस्ने र लुकेर बोल्नेलाई लिडर होइन गेमर भनिन्छ भन्दै कटाक्ष गरेका छन्। त्यसको जवाफमा बालेनले आफूलाई जति गाली गरे पनि माया गर्न नछोड्ने भन्दै स्टाटस मार्फत हर्कलाई जवाफ दिएका छन्। अर्थात् पशुपति आर्यघाटमा जेनजी शहीदहरूको सब जलिरहँदा बालेन भने धरानका मेयरसँग माया साटासाट गरिरहेका थिए। तपाईले यहाँ मेरो उस हेर्न सक्नुहुन्छ, 1 लाख भन्दा धेरै फोन आएको छ। आक्कै के भन्छ त्यो सबैले भन्दाखेरि अब देशमा विदेशीले यतिखेर टेक ओभर गर्न सक्ने सम्भावना छ। अब को आउने त, को शक्ति आउने त त्यहाँ कोही छैन है। कसले गरेको कसरी भयो भन्ने बारेमा कसैलाई त्यतिखेर तात्कालीन थाहा नभएको स्थिति है। त्यत्रो मान्छेहरूले भनिसकेपछि मलाई यसो लाग्यो होइन, म त यो देश बनाउन आएको मान्छे। हिम्मत हारेको भन्नुहुन्छ तपाईँले के? म जति हिम्मतिलो कोही पनि छैन यो देशमा, कुरा बुझ्नुहोस्। बालेनले आन्दोलनकारीलाई वार्ताका लागि सामाजिक सञ्जाल मार्फत प्रस्ताव राखे। संसद विघटन पनि जेनजीको माग नभई बालेनकै माग हो। यही बीचमा वास्तविक जेनजी छायामा परे। सुदन गुरुङ नाम गरेका एक एनजिओ कर्मी जो सड़कमा पानी बाँड्न मात्र गएका थिए, उनी एकाएक नेता बने। उनी पनि अहिले बालेनको व्यवस्थामा परिरहेका छन्।
कुन मोडलमा कसरी सरकार बनाउने भन्ने एजेन्डा सेटिङमा मात्र बालेन लागेका छन्। सुशीला कार्की भदौ 27 गते प्रधानमन्त्री बनेकी थिइन्, तर 25 गते राति नै कार्की सहित बालेन, अरियाल र अवकाश प्राप्त एकजना सैनिक सहितको बैठक बसेको थियो। त्यसकै भोलिपल्ट उनीहरूले प्रतिनिधि मार्फत भारतीय दूतावासमा एउटा सन्देश पठाएका थिए। अर्थात् भारतको सेटिङमा नै यो सबै भएको आरोप विश्लेषक भरत दाहालले लगाएका छन्। माओवादीलाई विदेशी स्वार्थले घुमाए झै अहिले बालेन पनि घुमिरहेको उनको बुझाइ छ। 25 गते बालेन शाहको घरमा बालेन शाह, सुशीला कार्की, त्यसपछि जो अहिले मन्त्री भएका छन् अरियाल, एकजना वकिल, उनी र माधव सुन्दर खड्का नाम गरेका एकजना व्यक्तिको बैठक बसेको छ। बैठकले सबै कुरा तय गरेको छ। यो बीचमा हामी जे देखिरहेका छौं यो सबै नाटक मात्रै हो। सरकारको मुख्य पंक्ति कस्तो बनाउने, त्यसपछि के गर्ने, मोटामोटी सबै त्यहाँ छलफल भएको छ। त्यसपछि उनीहरूले आफ्ना केही प्रतिनिधि भोलिपल्ट अर्थात् 26 गतेको दिन लैनचौर स्थित इन्डियन दूतावासमा जानकारी दिन मान्छे पठाएका छन्। सायद उनले सुझाव लिए पनि होलान्, इन्डियनका कुनै मान्छे राख्ने हो कि सुझाव पनि लिए होलान्, न त दूतावास जानुपर्ने कारण केही पनि छैन। त सरकारका निर्णय केही लोकप्रिय देखिए पनि जुन मुद्दा लिएर जेनजी आन्दोलन भएको हो त्यसबारे कुनै निर्णय नै भएको छैन। जेनजीले कुनै सरकार परिवर्तन वा संसद विघटनको माग राखेकै थिएनन्। उनीहरूले भ्रष्टाचारको छानबिन र देशमै गरी खाने बाटो बनाउन माग गरेका थिए। अर्थात् सरकारले मृतकका परिवारलाई क्षतिपूर्ति दिएको छ, सकारात्मक काम हो। तर भ्रष्टाचारबारे छानबिन गर्न शक्तिशाली आयोग बनाउने विषयमा छलफल नै भएन। उल्टै गृहमन्त्री नै देशमा अख्तियार र सम्पत्ति शुद्धिकरण जस्ता संस्थाहरू रहेको भन्दै किन आयोग चाहियो भन्दै उल्टै प्रश्न गर्ने शैलीमा छ। बरु मुख्य मुद्दा मध्यावधि निर्वाचनलाई मानेर निर्वाचन सफल गराउनु नै यो सरकारको पहिलो एजेन्डा हुने र छानबिन तर्फ लागे त्यो समेत प्रभावित हुने भएकाले अर्को सरकारलाई कार्यदेश दिनुपर्ने तर्क समेत उठ्न थालेको छ। अर्थात् यही बेला आयोग गठनभन्दा मध्यावधि निर्वाचन प्राथमिकतामा पर्नु र प्रत्यक्ष निर्वाचित कार्यकारीको सवाल उठ्नुलाई जानकारहरू भने बालेनलाई आगामी 2-3 दशक यसै गरी पटक पटक निर्वाचित गराएर शक्तिमा राखिरहने विदेशी खेलका रूपमा बुझ्छन्। त्यो नेटवर्कले नेतृत्व स्थापित गर्न खोजेको व्यक्ति चाहिँ काठमाडौँ महानगरपालिकाको अहिलेको प्रमुख नै हो। योजना त के हो भने भविष्यमा यो देश नै उसको हातमा पुर्याउने, उसको जिम्मामा लगाउने र फिलिपिन्समा मार्कोसलाई जस्तो चुनाव पनि गराइरहने, जिती पनि उसैलाई जिताइरहने जस्तो लामो समयसम्म 20-25-30 वर्षसम्म लैजाने गरी भएको तयारी हो। यो सानो कुरा छैन, यो बुझ्न गाह्रो छ। अहिले मैले भन्दा कथा भने जस्तो हुन्छ, तर यो लङ टर्म प्लान हो कसैको। बालेनले काठमाडौँ महानगरपालिका पनि फेसबुकबाटै चलाउन खोज्दा प्रशासकीय अधिकृत प्रकरणमा भाग्नु पर्यो। गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेनले फुटपाथबाट गरिबलाई लखेट्दा जवाफदेहिता आवश्यक ठानेनन्। नेतृत्व गर्ने समयमा नेतृत्व लिएनन्, अहिले पनि फेसबुकबाटै सबै चलाउन खोज्दैछन्। अर्कातर्फ यहाँ खेलिरहेको स्वार्थ केन्द्रले अहिले बालेनलाई पर्दा पछाडिबाटै मात्र परीक्षण गर्न खोजिरहेकाले पनि उनी चाहँदा चाहँदै पनि किनाराका साक्षी मात्र बनिरहेको विश्लेषण पनि भइरहेको छ। यो हो टेलिभिजनका लागि धर्मराज भट्ट, काठमाडौँ।